के छ भन्दा चाहिँ यहाँ ढुङ्गामा यसरी पिसे पनि चाहिँ नि एकदम पिर हुन्छ टिसिङ हुन्छ हैन अन्त मिक्सरमा ग्राइन्ड गरे पनि चाहिँ त्यस्तो टेस्ट हुँदैन त्यही भएर चाहिँ हामी यस्तो मेहनत गर्दैछु डिसएडभान्टेज के भन्नु म डिसएडभान्टेज चाहिँ उहाँले भनिदिनुहुन्छ एकदम दुःख छ नि त यो अब पुरा टाइम लाग्छ हैन पुरा दुःख हुन्छ नि यो उयो पनि गर्छ के भन्छ यसमा चाहिँ अब बल पनि चाहिन्छ हो एकमा चाहिँ अन्त एकमा चाहिँ अब उस्तै सुस्तैले चाहिँ सक्दैन यसमा पुरा मेहनत चाहिन्छ तर मेहनतको फल चाहिँ पछि गएर मिठो हुन्छ भन्छ नि त्यस्तै यो पनि मिठो हुन्छ नुन चाहिँ लागेको छैन भने त मिठो हुँदैन नुन लागेको छ नुन छरिहाल्छु ल म तपाईँकै सामने यो सबै बडा उयसमा जान्छ युट्युबमा म भिडियो गरिरहेको छु रिमेम्बर यो चाहिँ बाहुबलीको सिलौटो हो नि त कहाँदेखि ल्याउनु पो भएको एउटा श्रीलङ्कादेखि ल्याएको होइन ल श्रीलङ्का यहाँ हाम्रो वेलकम टु आवर युट्युब च्यानल जिमित र हिलामिको वल्लोपट्टिको त यसलाई चाहिँ यो यसमा चाहिँ नि पुरा उयो पनि गर्नुपर्छ यो दाना खुचाइन्छ राम्रो दाना पिस्यो डिसएडभान्टेज चाहिँ के छ भने चाहिँ दाना चाहिँ पिसेन भने चाहिँ बुढ्छ पोल्छ दुख्छ छेड्छ त्यस्तो यो सोटेर बन्यो तर यहाँ त दाना त डुटेको छ जस्तो लाग्यो नि अझै टाइम लाग्छ यो यसलाई आधी घन्टा 1 घन्टा जस्तो लाग्छ यो पिसिसक्नु अन्त खानेहरू त हेरेकै हुन्छ त होमसे गर्छ त यो माथिको रेडी हुँदाखेरि यो पनि रेडी हुन्छ अब आयो खाने जिउ चाहिँ हेर्दा मात्रै यस्तो टेकटेक रहेछ कि बल त मेरो नि छ नि बल त तर म यताको त जिउ अनुसार बल पनि छ होला उताको चाहिँ अलिक नपत्याउँदो छ नि त सुकेको जिउमा लुकेको बल हुन्छ यो सङ्कम छ नि डल्लै त डल्लै तर करम छ बल्लै भनेको लुकेको जिउमा लुकेको कलर छ